आजको हाम्रो यो गहिरो अन्वेषणमा नि एउटा एकदमै रोचक तर गम्भीर विषय छ है। हो नि, हामी सबैले बुझ्न जरुरी भएको विषय हो यो। सोच्नुस् त, परीक्षा नजिकिँदैछ अनि पढ्नुपर्ने कुराको चाङ पहाड जत्रै छ, समय भने बालुवा जसरी हातबाट छिप्लिँदैछ क्या। यस्तो चरम दबावको बेलामा एउटा विद्यार्थीले के गर्छ होला त? सामान्यतया दिमागमा आउने पहिलो विचार भनेको त एउटा कडा पठन तालिका वा स्टडी रुटिन बनाउने नै हो नि। बिहान 4 बजे उठ्ने, 3 घण्टा लगातार गणित पढ्ने अनि विज्ञान पढ्ने, यस्तै। एकदमै। तर आज हामी जुन स्रोत सामग्रीमाथि छलफल गर्दैछौँ नि, त्यसमा यो कडा पठन तालिका 1 हप्तामै पूर्ण रूपमा तासको महल झैँ ढल्छ। हो नि, अनि झन् अचम्मको कुरा त के छ भने त्यो विद्यार्थीले आफ्नो बिग्रिँदै गएको पढाइ सुधार्नको लागि किताबमा अनुहार गाड्नुको साटो बिहान बिहान करेसाबारीमा माटो पो कट्याउन थाल्छ त। अनि क्यानभासमा रङहरू भर्न थाल्छ र साथीसँग बसेर लामो सास फेर्दै योग गर्न थाल्छ। सुन्दा अलि उल्टो जस्तो लाग्छ नि, होइन र? परीक्षाको बेला यस्ता काम गर्नु भनेको त सिधै समयको बर्बादी हो भन्ने हाम्रो परम्परागत बुझाइ छ नि त। हो, सतहबाट हेर्दा यो समयको बर्बादी जस्तो नै देखिन्छ क्या। तर मनोविज्ञान र मानव व्यवहारको गहिराइमा गएर हेर्ने हो भने यो उल्टो बाटो होइन, बरु सबैभन्दा सही र वैज्ञानिक बाटो पो हो त। भनेपछि आज हामी ज्ञानहरि नाम गरेका एकजना विद्यार्थीको वास्तविक भोगाइलाई केला बगैछौँ। ठ्याक्कै। अनि यो कथा केवल एउटा विद्यार्थीको मात्र होइन क्या, यो त हरेक त्यो मानिसको कथा हो जसले एकै पटक धेरैतिरबाट आएका दबावहरूको सामना गरिरहेको हुन्छ। पक्कै पनि। हामीले बुझ्नुपर्ने मुख्य कुरा के हो भने तनाव व्यवस्थापन भनेको केवल समयको व्यवस्थापन होइन, यो त दिमागको ऊर्जा र सहनशीलताको व्यवस्थापन हो नि। ज्ञानहरिले अपनाएका ती पढाइभन्दा बाहिरका जस्ता देखिने प्रविधिहरूले कसरी उसको सम्पूर्ण न्युरोलोजिकल प्रणालीलाई नै शान्त पारेर पढाइमा फर्किन मद्दत गरे भन्ने कुरा साँच्चै नै रोमाञ्चक छ। एकदमै। ज्ञानहरिको अवस्था हेर्दा नि मलाई त कसरी भनौँ, धेरैवटा हेभी एप्लिकेसनहरू एकैपटक चलाइएको स्मार्टफोनको याद आउँछ क्या। वाओ, यो तुलना त गजब छ। हो नि, जसरी एउटा फोनमा एकैपटक धेरैवटा ठुला गेमहरू, भिडियोहरू र ब्याकग्राउन्ड एपहरू खोल्दा प्रोसेसर ओभरलोड हुन्छ, फोन तात्छ, ब्याट्री स्वाट्टै घट्छ अनि अन्त्यमा फोन नै पूर्ण रूपमा ह्याङ हुन्छ नि। हो, ज्ञानहरिको दिमागको अवस्था पनि ठ्याक्कै त्यस्तै भइरहेको थियो। त्यो स्मार्टफोनको तुलना सुन्दा रमाइलो छ, तर यहाँनिर एउटा गम्भीर फरक छ है। कस्तो फरक? स्मार्टफोन ह्याङ हुँदा बाहिर स्क्रिनमा देखिन्छ क्या, तर मानिसको मानसिक ओभरलोड बाहिरबाट बिल्कुलै अदृश्य हुन्छ नि त। बाहिरबाट हेर्दा ज्ञानहरि एउटा सामान्य विद्यार्थी जस्तो देखिन्थ्यो होला, तर उसको भित्र एउटा ठूलो आँधी चलिरहेको थियो। बाहिर शान्त, भित्र सुनामी। एकदम। स्रोतले भनेअनुसार तनाव भनेको त्यतिखेर उत्पन्न हुन्छ जब मानिसको सहनशीलतामाथि कुनै माग वा धम्कीले चुनौती दिन्छ। ज्ञानहरिको सन्दर्भमा यो चुनौती एउटा मात्र थिएन क्या। ओ नि, एकातिर कक्षा 11 को परीक्षा नजिकिँदै थियो, अर्कोतिर सहरको महँगो बसाइ थियो र घरबाट खर्च आउन छोडेको थियो। आर्थिक तनाव त छँदैछ। त्यति मात्र कहाँ हो र, उसको मानसिक भार त झन् गहिरो थियो क्या। सानो भाइलाई वृद्ध र बिरामी आमा बाबुको जिम्मामा छोडेर सहर बस्नु परेको गहिरो अपराध बोध र पीडा पनि उसमा थियो नि त। यो एकदमै गाह्रो अवस्था हो। आमा बाबु पालै पालो बिरामी पर्दा आफू टाढा हुँदा केही गर्न नसकेको त्यो लाचारीपनले उसको मनमा कस्तो उथलपुथल ल्यायो होला, सोच्नुस् त। हो, यसलाई हामीले मनोवैज्ञानिक भाषामा आन्तरिक र वातावरणीय तनावको घातक सम्मिश्रण भन्न सक्छौ क्या। अलिकति बुझाइदिनुस् न यसलाई। सहरको महँगी र आर्थिक अभाव जस्ता कुराहरू चाहिँ वातावरणीय तनाव हुन्, जसलाई मानिसले केही हदसम्म देख्न र नाप्न सक्छ। तर चिन्ता, अपराधबोध र लाचारीपन जस्ता कुराहरू चाहिँ आन्तरिक तनाव हुन्, जसले मानिसलाई भित्रभित्रै खाइरहेको हुन्छ। जब यी दुवै एकैपटक आक्रमण गर्छन् नि, तब मानिसको शरीर सधैँ फाइट अर फ्लाइट अर्थात् लड्ने वा भाग्ने अवस्थामा रहन्छ क्या। भनेपछि शरीर सधैँ अलर्ट मोडमा बस्छ। हो त नि, शरीरमा निरन्तर कर्टिजल हर्मोन उत्पादन भइरहन्छ, जसले गर्दा दिमागको तार्किक सोच विचार गर्ने भागले नै काम गर्न छोड्छ। अनि यसको असर त सिधै उसको शारीरिक र मानसिक स्वास्थ्यमा देखिन थालिसकेको थियो नि। पक्कै पनि।
राति निद्रा नलाग्ने, खाना खान मन नलाग्ने, पढाइमा ध्यान केन्द्रित नहुने, मनमा नकारात्मक कुराहरू मात्र आउने, यी लक्षणहरू त साँच्चै नै खतरनाक हुन् नि। एकदमै खतरनाक। अघि भने जस्तै फोन ह्याङ भएर स्क्रिन फ्रिज भए जस्तै उसको सिङ्गो जीवन प्रणाली नै फ्रिज हुन थालेको थियो के। तनी यो बिन्दुमा पुगेर उसले त्यो कडा पठन तालिका बनाएको थियो नि त। दिमाग पुरै अशान्त भएको बेला, भित्रभित्रै आगो बलिरहेको बेला एउटा कागजमा म यति बजेदेखि यति बजेसम्म पढ्छु भनेर लेख्दैमा त्यो कसरी सम्भव हुन्छ र? त्यो त सम्भवै छैन। यो त भाँचिएको खुट्टामा ब्यान्डेज बाँधेर म्याराथन दौडिन खोज्नु जस्तै भएन र? त्यो म्याराथनको तुलना यहाँ अझै अपुरो हुन्छ क्या। किनभने भाँचिएको खुट्टा त मानिसले देख्छ र म दौडिन सक्दिनँ भनेर स्वीकार गर्छ नि त। कुरा सही हो। तर मानसिक दबाव नदेखिने भएकाले ज्ञानरीले आफैलाई जबरजस्ती गरिरहेको थियो। मानिसहरू यस्तो चरम तनावमा पर्दा मुख्यतया 3वटा रणनीति अपनाउँछन् क्या: समर्पण, प्रतिरोध र सम्झौता। समर्पण भनेको त पुरै हार मान्ने होला, होइन? हो, पूर्ण रूपमा हार मान्नु। धेरै विद्यार्थीहरू यस्तो बेला किताब अगाडि राखेर घण्टौं भित्ता हेरेर बस्छन्, एउटा अक्षर दिमागमा जाँदैन। यसलाई मनोविज्ञानमा लर्न्ड हेल्पलेसनेस भनिन्छ। अनि अर्को बाटो जो ज्ञानहरीका छिमेकी दाइले अपनाएका थिए नि, त्यो प्रतिरोध वा रेजिस्टेन्स होइन त? हो, ठ्याक्कै। ती दाइ पनि यसरी नै तनाव बढ्दै गएर डिप्रेसनमा परेका थिए र पछि चुरोट र रक्सीको कुलतमा पो फसेका थिए त। यो त समर्पण भन्दा पनि डरलाग्दो बाटो भयो नि। एकदमै डरलाग्दो। प्रतिरोध वा रेजिस्टेन्स भनेको दिमागले तनाव उत्पन्न गर्ने कारकप्रति आक्रामक रूपमा प्रतिक्रिया जनाउनु हो क्या। यो भनेको क्षणिक राहत खोज्ने एकदमै विनाशकारी तरिका हो नि। छिमेकी दाइले चुरोट र रक्सी मार्फत आफ्नो दिमागलाई केही क्षणको लागि सुन्न बनाउने प्रयास गरे। त्यो शरीरको प्राकृतिक फाइट रेस्पोन्सको एउटा विकृत रूप हो। यसले मूल समस्या त समाधान गर्दैन नै, उल्टै नयाँ र भयानक समस्याहरू पो थपिदिन्छ त। तर धन्न ती छिमेकी दाइ पछि साथीहरूको सही परामर्श र सङ्गतले त्यो लतबाट मुक्त भयो नि त। त्यो राम्रो पक्ष भयो। दिमागमा एउटा बत्ती बालिदियो क्या। उसले महसुस गर्यो कि एक्लै कोठामा थुनिएर जतिसुकै कडा रुटिन बनाएर पनि यो लडाईँ जित्न सकिँदैन। उसलाई असल साथीको सल्लाह र सही दिशा निर्देशनको महत्त्व बोध भयो नि। हो, र यहीबाट ज्ञानहरीले त्यो तेस्रो र सबैभन्दा प्रभावकारी बाटो रोज्छ, जसलाई हामी सम्झौता वा कम्प्रोमाइज भन्छौँ। सम्झौता भन्नाले फेरि परिस्थिति सामु घुँडा टेक्नु त पक्कै होइन होला? बिल्कुलै होइन। मनोवैज्ञानिक रूपमा यो भनेको आफ्नो एक्जिक्युटिभ फङ्क्सन अर्थात् कार्यकारी कार्यलाई सक्रिय बनाउनु हो क्या। यो भनेको परिस्थितिलाई यथार्थपरक रूपमा विश्लेषण गर्नु र आफ्नो व्यवहार, आचरण र जीवनशैलीमै सृजनात्मक परिवर्तन ल्याउनु हो नि। भनेपछि ज्ञानहरीले आफ्नो समस्याको जरालाई बुझ्यो र त्यसलाई व्यवस्थापन गर्न सक्रिय कदमहरू चाल्यो। एकदम। अनि यी कदमहरू नै साँच्चै चाख लाग्दछन् क्या। ल, ज्ञानहरीको त्यो तनाव व्यवस्थापनको टुलकिटलाई हेरौँ न त। हुन्छ, हेरौँ। पहिलो कुरा त उसले साथी राजेश्वरसँग मिलेर योग र ध्यान गर्न थाल्यो। यसले उसको मन एकत्रित भयो र शरीर फुर्तिलो भयो नि त। दोस्रो कुरा, उसले आफ्नो आर्थिक अभावको तनावलाई कम गर्न नचाहिने खर्च बढी गरिरहेको कुरा महसुस गर्यो र त्यसमा कडा नियन्त्रण पो गर्यो त। हेर्दा आर्थिक नियन्त्रणको कुरा सामान्य लागे पनि नि, यसले दिने मनोवैज्ञानिक फाइदा निकै ठूलो हुन्छ क्या। कसरी नि? जब मानिसलाई लाग्छ कि परिस्थिति उसको नियन्त्रणभन्दा बाहिर गइरहेको छ, तब तनाव एकदमै उच्च हुन्छ। आफ्नो खर्च आफैले नियन्त्रण गर्दा नि ज्ञानहरीले पुनः आफ्नो जीवनको स्टेरिङ आफ्नै हातमा लिएको महसुस गर्यो नि त। हो त नि। यसले उसको त्यो वातावरणीय तनावलाई घटाउन सिधै मद्दत गर्यो क्या। अनि सबैभन्दा मन छुने कुरा त उसले आफ्नो परिवारसँग गरेको संवाद पो हो त। शहरमा बसेर चिन्ता मात्र गर्नुको साटो उसले दिनहौ घरमा फोन गरेर आमा बाबुको सन्चो बिसन्चो सोध्न थाल्यो। यो एकदमै महत्त्वपूर्ण कदम थियो। उसले आफै भनेको छ नि स्रोतमा, यसले घरको पीर र सम्झनालाई घटाउन मद्दत गरेको छ। नत्र त म पागलै पो हुन्थे कि जस्तो नि लाग्छ। एउटा छोटो फोन कलले त्यत्रो ठूलो मानसिक भारी कसरी कम गर्न सक्छ है? अचम्म लाग्छ मलाई त। यसको पछाडि पनि एकदमै रोचक विज्ञान छ नि त। यसलाई हामी कग्निटिभ लोड अर्थात् संज्ञानात्मक भार भन्छौँ क्या। कग्निटिभ लोड। जब ज्ञानहरीलाई घरमा के भइरहेछ भन्ने थाहा थिएन नि, उसको दिमागले हर बखत सबैभन्दा खराब अवस्थाको कल्पना गरिरहेको हुन्थ्यो क्या।
आमालाई गाह्रो पो भयो कि भाइले खाना खायो कि खाएन। मनमा कुरा खेलिरहने। हो, यो अनिश्चितताले नै कम्प्युटरको ब्याकग्राउन्डमा चलेको गह्रौँ सफ्टवेयरले जस्तै उसको दिमागको सम्पूर्ण ऊर्जा पो खर्च गरिरहेको थियो त। जब उसले फोन गरेर यथार्थ जानकारी पायो, त्यो ओपन लूप वा खुला चक्कर बन्द भयो। अवस्था जस्तो सुकै भए पनि यथार्थलाई सामना गर्दा अनिश्चितताको डर हट्छ र दिमागले त्यो ऊर्जालाई बल्ल पढाइमा लगाउन सक्छ क्या गजबको कुरा। अनि त्यसपछिका कदमहरू त झन् उल्टो जस्ता देखिन्छन्। तर अब मलाई यसको पछाडिको विज्ञान झन् बुझ्न मन लाग्यो। भन्नुस् न, के थिए अरू कदम? एकातिर परीक्षा नजिकै छ, पढ्ने समय छैन भनेर तनाव छ नि त। तर ज्ञानरीले आफ्नो दैनिकीमा चित्रकला, निर्माण र सङ्गीतलाई समावेश गर्छ। असल साथीहरूसँग घुलमिल भएर एकान्त प्रेमी हुनबाट बच्छ। अनि बिहान बिहान करेसाबारीमा काम गर्न थाल्छ। आफ्ना काकाको सल्लाह अनुसार सन्तुलित खानपान र व्यायामलाई अपनाउँछ। हो त नि, समय नपुगेर पिरोलोमा परेको विद्यार्थीले चित्र कोर्न र करेसाबारीमा काम गर्न समय निकाल्नु भनेको त सिधै समयको बर्बादी हो जस्तो लाग्थ्यो पहिले मलाई त। बाहिरबाट हेर्दा यो समयको बर्बादी नै लाग्छ क्या। तर हामीले अघि भने जस्तै नि, तनाव भनेको भित्र थुनिरहेको एउटा ऊर्जा हो। सत्य हो। जब मानिस लगातार एउटै कुरामा, जस्तै परीक्षाको चिन्तामा केन्द्रित हुन्छ, उसको सोच्ने दायरा साँगुरिन्छ नि त। यसलाई टनल भिजन भनिन्छ क्या। टनल भिजन? उसले परीक्षा बाहेक दुनियाँमा केही पनि देख्दैन। यस्तो बेला दिमागलाई डिटक्स अर्थात् शुद्धिकरण गर्नुपर्ने हुन्छ नि। तनावलाई सृजनात्मक र रचनात्मक बनाई व्यक्तिको शारीरिक र मानसिक सन्तुलन कायम राख्ने काम नै वास्तविक तनाव व्यवस्थापन हो क्या। भनेपछि ज्ञानेरीले करेसाबारीमा खनजोत गर्दा त्यो शारीरिक ऊर्जा त्यहाँ पो खर्च भइरहेको थियो त? हो, ठ्याक्कै। अनि जब उसले चित्र बनायो वा सङ्गीत सुन्यो, त्यो भित्र गुम्सिएको मानसिक ऊर्जा सृजनात्मक रूपमा बाहिर निस्कियो। यी कामहरू त पढाइका बाधक होइनन्, बरु एकाग्रता बढाउने उत्प्रेरक पो रहेछन् त। यसलाई एउटा गिटारको तारसँग तुलना गरेर हेरौँ न। कसरी? एउटा गिटारको तारलाई निरन्तर तन्काइराख्यो भने त त्यो चुडिन्छ नि, होइन र? तर बेला बेलामा त्यसलाई अलिकति खुकुलो पार्ने र फेरि ठिक्क कसने गर्यो भने त्यसबाट सुन्दर सङ्गीत निस्कन्छ क्या। वाउ, कति राम्रो उदाहरण। ज्ञानिनीले चित्र कोर्दा वा करेसाबारीमा काम गर्दा आफ्नो दिमागको तारलाई त्यही विश्राम दिइरहेको थियो। एकदम। अनि यसको अर्को पाटो भनेको हर्मोनल सन्तुलन पनि हो नि। जब ज्ञानरी करेसाबारीमा माटोसँग खेल्थ्यो वा क्यानभासमा रङ भर्थ्यो, उसको दिमागमा डोपामाइन र सेरोटोनिन जस्ता रसायनहरू उत्पादन हुन्थे क्या। खुसी गराउने हर्मोनहरू। यी रसायनहरूले प्राकृतिक रूपमै चिन्ता घटाउने र मानिसलाई खुसी राख्ने काम गर्छन्। यसलाई एक्टिभ रेस्ट अर्थात् सक्रिय विश्राम भनिन्छ नि। सुतेर वा टिभी हेरेर मात्र विश्राम हुँदैन क्या। साँच्चै हो नि। यस्ता रचनात्मक कार्यहरूले दिमागलाई फ्रेश बनाउँछन्, जसले गर्दा ऊ जब पढ्न बस्थ्यो तब उसको एकाग्रता कैयौं गुणा बढी हुन्थ्यो। यसबाट त के प्रष्ट हुन्छ भने एउटा विद्यार्थीले आफ्नो दैनिकीमा ससाना तर अर्थपूर्ण परिवर्तन ल्याएर कसरी यति ठूलो मानसिक लडाई जित्न सक्छ। पक्कै पनि। तर यहाँनिर एउटा रमाइलो प्रश्न उठ्छ है। हामीले यो त एउटा व्यक्तिको ज्ञानहरूको आन्तरिक द्वन्द्व र शान्तिको कुरा गर्यौं नि। जब यस्तो टनल भिजन वा प्रतिरोध एउटा व्यक्तिको दिमागबाट निस्केर सिङ्गो समूह वा समुदायमा फैलिन्छ, तब के हुन्छ त? व्यक्तिगत तनावले समाजलाई कसरी असर गर्छ? यो एकदमै महत्त्वपूर्ण पक्ष है। तनाव र द्वन्द्व केवल मानिसको दिमागभित्र मात्र सीमित रहँदैन क्या, यो त चुहिएर बाहिर समाजमा पुग्छ नि। फैलिन्छ नै। जब धेरै मानिसहरू एकैपटक तनावमा हुन्छन् र उनीहरूसँग त्यसलाई व्यवस्थापन गर्ने सम्झौताको सिप हुँदैन नि, तब त्यो सामूहिक प्रतिरोधमा परिणत हुन्छ क्या। यसले समाजमा ठूलो द्वन्द्व निम्त्याउँछ। हो त नि। स्रोतमा गौतम बुद्धको एउटा भनाइ छ नि, हजारौं हल्का शब्दभन्दा शान्ति ल्याउन एक शब्द काफी हुन्छ। यसले संवाद र सही व्यवस्थापनको शक्तिलाई उजागर गर्छ, जुन कुरा द्वन्द्वको समयमा मानिसहरूले चटक्क बिर्सिन्छन् क्या। हो, अनि समाजमा द्वन्द्व कसरी फैलिन्छ भन्ने कुरालाई बुझाउन नि स्रोतमा दिएको त्यो गोगुनी र ओल्ने गाउँको कथाभन्दा राम्रो उदाहरण अरू के होला र? त्यो पुलको विवाद हो। दुई गाउँबीच पक्की पुल कहाँ बनाउने भन्ने विषयमा विवाद सुरु हुन्छ नि त। गोगुने गाउँलेहरू आफ्नै ठाउँमा पुल बनाउन चाहन्थे, किनभने अर्कोतिर बनाउँदा बाढी पस्ने डर थियो।
ओल्ने गाउँका मानिसहरू भने अहिलेकै ठाउँमा पुल बन्नुपर्ने अडानमा थिए क्या। यो त एउटै गाडीको स्टियरिङलाई दुईजनाले दुईतिर तान्न खोजे जस्तो भयो नि त। दुवैलाई आफ्नो बाटो जानु छ, तर स्टियरिङ छोड्न कोही तयार छैन। त्यो स्टियरिङको उदाहरण यहाँ ठ्याक्कै मिल्छ क्या। जब दुवै पक्षले आफ्नो अडान मात्र देख्छन् नि, त्यो त्यही टनल भिजनको सामूहिक रूप हो। उनीहरूले समस्याको रचनात्मक समाधान देख्नै छोड्छन् नि त। अनि एक आपसमा कुरा नमिलेपछि झडप हुन्छ, दुवैतर्फका गाउँलेहरू घाइते हुन्छन्। अखबारका पानाहरू यही समाचारले भरिन्छन् क्या। व्यक्तिगत स्तरमा जसरी ज्ञानरीको छिमेकी दाई कुलतमा फसेर भताभुङ्ग भएका थिए नि, सामाजिक स्तरमा गोगने र ओलने गाउँको सम्बन्ध त्यसरी नै भताभुङ्ग भयो त। तर यो कथाको सुखद पक्ष के छ भने नि, अन्त्यमा यो समस्याको पनि त समाधान निस्किन्छ क्या। पछि दुवै गाउँका स्थानीय र भद्र भलाद्मीको मध्यस्थतामा वार्ता हुन्छ। हो, बल्ल बल्ल। अनि दुवैलाई अनुकूल हुने स्थानमा पुल बनाउने सहमति जुट्छ नि त। तर पुल बने पनि, ढुङ्गा गिट्टीको संरचना खडा भए पनि मानिसहरूको मनभित्रको तिक्तता त त्यत्तिकै कहाँ मेटिन्छ र? होइन र? भौतिक पुल बने पनि मनको पुल बन्न त बाँकी नै थियो क्या। हो, र यहीँनिर द्वन्द्व व्यवस्थापनको सबैभन्दा सुन्दर पक्ष आउँछ नि। सन् 1970 को दशकपछिको द्वन्द्व सम्बन्धी आधुनिक अवधारणाले के भन्छ भने, द्वन्द्व सधैँ खराब हुँदैन क्या। सधैँ खराब हुँदैन। सुन्दा अचम्म लाग्न सक्छ है। लाग्न सक्छ, तर निश्चित हदसम्म द्वन्द्वलाई प्रोत्साहन गरिनुपर्छ भन्ने मान्यता पनि छ नि त। किनभने द्वन्द्व भनेको समाजको अन्तर्क्रिया हो, यो स्वाभाविक हो क्या। यदि द्वन्द्वलाई सही ढङ्गले त्यही सम्झौताको माध्यमबाट सामना गरियो भने यसले सृजनात्मक रूप लिन्छ र सामाजिक गतिशीलता बढाउँछ पो त। अनि त्यो सृजनात्मकता ती दुई गाउँले कसरी देखाए त भन्ने कुरा पनि त छ नि। दुवै गाउँका स्थानीय तहले मिलेर अन्तर्क्रिया कार्यक्रमहरू गरे, घाइतेहरूको उपचारमा सहयोग गरे, र सबैभन्दा गजबको कुरा त नि, दुवै गाउँका युवाहरू बीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता पो सञ्चालन गरे त। यो क्रिकेट म्याचले तिक्तता हटाएर आपसी सम्बन्धलाई पहिलेकै अवस्थामा फर्काउन ठूलो मद्दत गर्यो नि। हो, यसलाई ज्ञानहरीको कथासँग जोडेर हेरौँ न त। जसरी ज्ञानहरीले आफ्नो आन्तरिक तनावलाई योग, सङ्गीत र चित्रकला मार्फत व्यवस्थापन गर्यो, त्यसरी नै ती गाउँलेहरूले आफ्नो सामाजिक द्वन्द्वलाई खेलकुद र सहकार्य मार्फत व्यवस्थापन गरे क्या। साँच्चै हो। क्रिकेट खेल्दा सामूहिक रूपमा जुन डोपामाइन र अक्सिटोसिन अर्थात् सामाजिक बन्धनको हर्मोन निस्कियो नि, त्यसले उनीहरूको रिसलाई टिमवर्कमा पो बदल्दियो त। अनि अहिले त दुवै गाउँका खेलाडीहरू समेटी एउटै क्रिकेट क्लब गठन गरिएको छ रे, र ती दुवै गाउँ अहिले नमुना गाउँ बनेका छन् नि त। हो नि, हेर्दाखेरि ज्ञानहरीको आन्तरिक अशान्ति र दुई गाउँ बीचको बाह्य अशान्ति नितान्त फरक कुरा जस्तो लाग्छ नि। लाग्छ। तर दुवैको मूल जड भनेको त्यही अव्यवस्थित तनाव र टनल भिजन नै रहेछ क्या। र दुवैको समाधान पनि एउटै रहेछ, रचनात्मक र सकारात्मक सम्झौता। पक्कै पनि। खेलकुदले गाउँलेहरूको सम्बन्ध सुधार्यो, जसरी सङ्गीत, करेसाबारी र असल साथीहरूले ज्ञानहरीको मन सुधारे। तनाव वा द्वन्द्व भनेको विनाशको कारण मात्र होइन नि, यो परिवर्तनको ठूलो अवसर पनि पो हो त। एकदम सही भन्नुभयो। सारांशमा भन्नुपर्दा नि, आफूलाई के कुराले असर गरिरहेको छ भन्ने कुरा पहिचान गर्नु र त्यसलाई सकारात्मक ऊर्जामा बदल्न साहसिक कदम चाल्नु नै मुख्य कुरा हो क्या। ज्ञानहरीले आफ्नो समस्या पहिचान गर्यो र त्यसबाट भाग्नुको साटो त्यसलाई सामना गर्ने सृजनात्मक उपायहरू खोज्यो नि त। यी सबै कुराहरूलाई केलाउँदा एउटा विद्यार्थीको लागि तनाव व्यवस्थापन भनेको केवल एउटा पानामा पढ्ने रुटिन लेख्नु र आफूलाई कोठामा बन्द गर्नु मात्र पक्कै होइन रहेछ भन्ने कुरा छर्लङ्ग हुन्छ नि। यो त आफ्नो जीवनशैलीमै परिवर्तन ल्याउने कुरा रहेछ क्या। खर्च व्यवस्थापन गरेर नियन्त्रणको महसुस गर्ने, परिवारसँग निरन्तर संवाद गरेर मनको भारी बिसाउने, योग ध्यान गर्ने र चित्रकला वा सङ्गीत जस्ता काम मार्फत दिमागको तारलाई विश्राम दिने समग्र प्रक्रिया पो रहेछ त। हो नि, मानिसले बुझ्नुपर्ने कुरा के हो भने हामीले तनावलाई जीवनबाट पूर्ण रूपमा हटाउन कहिले पनि सक्दैनौँ क्या। तनाव त जीवनको एउटा अभिन्न हिस्सा हो नि। तनाव बिनाको जीवन त असम्भव नै छ। हाम्रो लक्ष्य तनाव शून्य बनाउने होइन, बरु त्यो तनावलाई झेल्न सक्ने आफ्नो आन्तरिक क्षमता र मानसिक लचकतालाई बढाउने हुनुपर्छ क्या। अन्त्यमा यो गहिरो अन्वेषणबाट एउटा विचारणीय कुरा निस्कन्छ है सुन्नेहरूका लागि।
सामान्यतया हामीलाई के लाग्छ भने क्यानभासमा पोतिएको रङ, करेसाबारीको सुगन्ध वा साथीसँगको चिया गफ जस्ता कुराहरूले हाम्रो पढाइ वा कामबाट ध्यान भङ्ग गर्छन्, समय बर्बाद गर्छन्। धेरैको बुझाइ त्यही हो। तर वास्तविकता त के रहेछ भने नि, स्रोतका अनुसार तनाव भनेको हाम्रो सहनशीलतामा आएको चुनौती हो। त्यसो भए के हामीले आफ्नो जीवनबाट सबै तनाव हटाउने असम्भव प्रयास गर्नुको साटो ज्ञानहरूले जस्तै नयाँ सृजनात्मक शौकहरू पालेर आफ्नो सहनशीलताको दायरा पो बढाउनु पर्ने हो कि? एकदमै गहिरो कुरा। सायद हामीलाई पढाइबाट डिस्ट्र्याक्ट गर्छन् जस्तो लाग्ने ती साना कुराहरू नै हाम्रो एकाग्रता बढाउने सबैभन्दा शक्तिशाली हतियार पो हुन् कि? त्यसैले अर्को पटक जब कसैलाई दिमाग ह्याङ भएको वा कडा रुटिनले काम नगरेको महसुस हुन्छ नि, यो कुरा मनन गर्नुपर्छ क्या। सायद नयाँ र कडा रुटिनको होइन, करेसाबारीमा अलिकति माटो कोट्याउने वा आफ्नो मनपर्ने गीत सुन्ने समयको आवश्यकता पो छ कि। जीवनको यो सन्तुलनलाई बुझ्ने प्रयास गरौँ। आजको यस गहिरो अन्वेषणबाट हामी बिदा माग्छौँ। बाँकी कुरा अर्को पटक।